हेलो गाइज वेलकम टु माई नेसोङ च्यानल। हामी आज चाहिँ कप्दाने पोखरीमा आएको छौँ। यो चाहिँ चिचिला गाउँपालिकाभित्र पर्ने एउटा पर्यटक स्थल हो र यो धार्मिक स्थल जस्तो पनि मानिन्छ, जुनमा चाहिँ हामी टक्कसँगले हेरेर चिसेर आउनु भएको छ। यता हाम्रो बहिनी अनि हाम्रो आकाङ्क्षा मेयर हामी जम्मा कति 6 जना चाहिँ आइरहेछौँ। मेरो च्यानललाई चाहिँ एकदम लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। ए आकाङ्क्षा मेरो च्यानललाई सब्सक्राइब भनिदिनु। Okay, like and subscribe. There many more. Like and subscribe. Anil Tholong. नेप्सुङ हो सौ नेप्सुङ Anil Nepsung. नेप्सुङ YouTube channel. यो चाहिँ कप्दाने पोखरी भन्छ यसलाई। पर्यटक स्थल हो अनि धार्मिक आस्था पनि बोकेको ठाउँ भएको कारणले यसलाई चाहिँ हामी चाहिँ आज भ्रमण गर्दैछौँ। पस्न मिलेन? मिल्छ मिल्दैन त्यो चाबी रहेछ नि। पस्न मिलेन हामी। खोइ मेरो यताबाट घुम्नुपर्ने हो। यो चाहिँ दाहिने दाहिने त यता त दाहिने त यता त ए यता देब्रे घुमाइ भयो नि। ल दाहिने घुम्नुपर्ने भएको कारणले हामी चाहिँ यो पर्यटक स्थललाई चाहिँ त्यो धार्मिक स्थललाई चाहिँ हामी दाहिने घुमाएर हिँड्दैछौँ। ल आउनु है आकाङ्क्षा। एकदमै कस्तो खतरा छ कप्दाने पोखरी। दामी छ। केही क्वेसन छ? कप्दाने पोखरी भ्रमण छ हाम्रो यात्रा आज। केही क्वेसन छैन। केही भनाइहरू छ? भनाइ पनि छैन, क्वेसन पनि छैन। मेरो मेयर सर रमाइलो हुन्छ। भइरहेछ। मेरो च्यानलमा मेयर सरलाई स्वागत छ। केही भनाइहरू छ? त्यो माथि ल्याएर मखण्डा लाएर के हो? यो भएन। यो ठाउँ यस्तो धुलो छ। यो किन यो धुलो उडे यहाँ? यो सबै कट हुन्छ, यो सबै कट हुन्छ है। पर्यटकीय क्षेत्रमा यसो धुलो उड्न पाउँछ? प्रसरले गर्दा चाहिँ यो पटक्कै भने यो हामीलाई स्वास्थ्यमा खराब भयो। यता आउँदै हुन्छ हाम्रो नयाँ जोडी बेहुला बेहुली प्रवीण चिस र हाम्रो चेमा। मेरो च्यानलमा स्वागत छ। ठिक छ। पद्म सर के भन्छ नि? केही छ भन्नु? मेरो भन्नु के छ भने कप्दाने पोखरी चिचिला वार्ड नम्बर 4 यो नम्बरको कस्तो छ? घुमिँदैछ। वातावरण कस्तो लाग्यो? वातावरण एकदम सुन्दर, हरियाली, अनि हराभरा। यो धुलो उडेको चाहिँ त्यो धुलो उडेको वायु प्रदूषण हो, त्यो छिटै हट्छ। चेमको भनाइ केही छ? हाम्रो चेमको केही पनि भनाइ छैन। मैले भन्दै चेमले चिसले भनिसक्नु भएको छ है। चेमकै साटो। अलिक पूजा गर्ने एकदमै यो एकदम गहिरो छ अरे होइन? तर भास लाग्ने सम्भावना छ। सानो ताल छ, एउटा डाँडामा ताल छ। ताल भन्नु के भन्छ? एउटा पोखरी। अगाडिबाट हेर्दा चित्तल, पछाडिबाट हेर्दा मृग जस्तै छ त होइन? पोखरी ए मृग रहेछ नि त। मृग बनाएर रहेछ मुरुली। यता पनि पोखरी रहेछ है। जोडेको फोटेको अनि छिटो न हौ। एकछिन मेरो भ्लगै पुरा भइसकेको छैन। कप्दाने पोखरी तर कस्तो यो क्रसर छ, यो परतिर क्रसर छ, क्रसरले गर्दा एकदमै
यहाँ चाहिँ प्रदूषण भइरहेछ, यो धुवा उडिरहेछ। त्यो भएको कारणले क्रसर चाहिँ छिट्टै हटाउनु पर्ने जस्तो देखिन्छ। तर यहीँको निर्माण कार्यको लागि चाहिँ हो, निर्माण कार्यको लागि क्रसर स्थापना गरे रहेछ अस्थायीको लागि। त्यही भएर यो पर चाहिँ धुलो उडिरहेछ। एकदम यो जङ्गल कति हरियाली हुनुपर्ने, यो पुरै फोहोर देखिरहेछ क्या यो। अब हाम्रो यहाँ फोटो सेसन कार्यक्रम हुन्छ। फोटो सेसन कार्यक्रममा चाहिँ हामी पनि सरिक हुनुपर्ने कारणले अहिलेलाई बाई बाई। 5 minutes later. यो माथि चाहिँ टावर छ, यो टावर साइड जाने बाटो होला सायद, के छ थाहा भएन। टावरै छ छन चाहिँ यो मासतिर। यो आर्टिफिसियल होइन, एकदमै नेचुरल। यो चाहिँ डाँडामा छ क्या, एकदम डाँडामा छ। यो देखिया छैन, यो डाँडामा छनु। यो डाँडामा पनि यस्तो आलहरू छ भनौँ न, हाम्रोमा पोखरी छ भनौँ न, पोखरी छ। यो चाहिँ एकदम यहाँ भास लाग्छ भन्ने कुरो छ। यहाँ अब पसिना पसिया छैन, बास लागेको कुरो रेकर्डहरू रहेको भन्ने कुरा छ। यहाँ पूजा चाहिँ कहिले गर्छ कान्छा? ए देवी थान जस्तो मान्दो रहेछ यहाँ, देवी पूजाहरू गरिदो रहेछ, देवीको पूजा गरिदो रहेछ भनौँ न। अब हामी यसलाई चाहिँ एक सर घुम्न लागेको छौँ। चाहिँ ऊ परबाट घुम्दै 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 जङ्गल मासतिरबाट यस्तो घुमेर यो यहाँनिर झरेर एउटा आउँदैछौँ। यो चाहिँ एकदमै सुनसान ठाउँमा छ। तर यहाँनिर यो रोडहरू निर्माण कार्यको लागि यहाँनिर क्रसर स्थापना गरेको छ। यो केही परतिर यो धुलो देख्न आएको छ, यो धुलो उडिरहेछ। यो धुलोलाई चाहिँ अलि परतिर लान पाए स्थानमा प्रदूषण हुने थिएन भन्ने हाम्रो भनाइ हो। ठुलो रुख रहेछ, एकदमै हरियाली छ यहाँ चाहिँ जङ्गलभित्र। भन्दै आजलाई चाहिँ बाई बाई है साथीहरू गाइज।